कान्छाएर लु यस्तो त हुँदैन लु 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 अब सन्देशको मुख हेरौँ न जस्तै त्यो यो सुक्खा खायो भरे झोल होप्चाउँदा हुन्थ्यो होला कति हुँदैन थियो के चाहिँ हुन्थ्यो नि हुन्छ नि। हेलो गाइज गुड आफ्टरनुन नमस्ते स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु भन्दै आज चाहिँ मैले के लिएर उपस्थित भइसकेको छु हजुरहरू सामु भने चाहिँ होइन, आज चाहिँ मेरो देवर बाबु अनि मेरो भान्जा बाबु होइन अनि भति छोरा बिच चाहिँ म आज मोमो थुक्पा अनि पानीपुरी च्यालेन्ज गराउँदैछु होइन। आज चाहिँ जसले जित्छ उसलाई चाहिँ होइन नगद पुरस्कार छ अनि सेकेन्ड हुनेलाई चाहिँ कागती डल्लै टोक्नुपर्ने होइन अनि लास्ट हुनेले चाहिँ खोर्सानी खानुपर्ने होइन। त्यो त्यसरी चाहिँ हामीले आज गेम च्यालेन्ज गर्दैछौँ होइन, मैले गराउँदैछु भनौँ न। अनि मोमोमा चाहिँ क्या साथीहरू मैले एउटा मोमोमा चाहिँ पिरो खोर्सानी राखेर प्र्याङ्क गरेको छु होइन। हेरौँ कस्तो हुन्छ उनीहरूको रियाक्सन होइन, अब खाँदै जाँदाखेरि कस्तो हुन्छ होइन, पिरो हुन्छ हुँदैन होइन। अनि त्यस्तै छ, अन्तिमसम्म हेरेर एकदम सपोर्ट गरिदिनु होला साथीहरू होइन। अब गाइज म चाहिँ यहाँनिर 3टा मोमोमा चाहिँ प्र्याङ्क गर्दैछु होइन। यो के भन्छ 3जना छ नि त कम्पिटिसन च्यालेन्ज 3जनाको छ नि त, अनि 3वटा मोमोमा चाहिँ यसरी पिरो हालिदिँदैछु। पिरो हालेर च्यालेन्ज 3वटा मोमोमा चाहिँ म यसरी पिरो हाल्नेवाला छु। यहाँ चाहिँ आइपुग्छ है फेरि ट्याक्कै बनाउँदा कान्छ। यो चाहिँ यस्तो खालको बनाउनु पऱ्यो नि होइन, चिन्छ नि त फेरि। ओइ पिरोले मर्दैन के मर्नु, यो खालको चाहिँ 3वटा चाहिँ पिरो बनाउनु पर्यो होइन। 3वटा चाहिँ ल है साथीहरू, यो 3टा मोमोमा चाहिँ मैले एकदमै पिरो खोर्सानी राखेर होइन प्र्याङ्क गर्दैछु 3जनालाई। च्यालेन्ज 3जनाको च्यालेन्ज छ नि त, अनि 3जनाको च्यालेन्जमा यो चाहिँ तर म लास्टमा खानु भन्नु पर्यो, अगाडि नै खायो भने त बिचराहरू होइन हैरान हुन्छ होला। हेरौँ है रियाक्सन साथीहरू, अन्तिमसम्म भिडियो हेरिदिनु है मेरो। ल है साथीहरू, हाम्रो चाहिँ आज च्यालेन्जको सामग्री खानेकुराको सबै रेडी भइसक्यो होइन। यहाँ रहेको छ पानीपुरीको भित्र लगाउने गुदी भन्नु रस, अनि यो चाहिँ भइहाल्यो थुक्पाको लागि होइन। यो पनि सुप चाहिँ उम्लिँदैछ, यो थुक्पा मोमो चाहिँ यहाँ तल 2 स्टेप छ अनि अर्को पनि पाक्दैछ होइन। अनि यो भयो के भन्नुलाई खोर्सानी धनियाँ प्याज। ल आज चाहिँ हाम्रो च्यालेन्ज हुँदैछ साथीहरू यसरी टक्क लगाएर। अब एकछिनमा अब थुक्पाको रस पाकेपछि च्यालेन्ज सुरु। ल आज चाहिँ हाम्रो च्यालेन्ज स्टार्ट हुन आँटेको छ होइन। 3जना बिचमा हाम्रो च्यालेन्ज खेलाडीहरू उपस्थित भइसक्नु भएको छ। यता हाम्रो भान्जा हुनुहुन्छ मेरो भतिज होइन, बिचमा म अब उहाँको मामा यताको अङ्कल होइन, बिचमा म छु है, जित्नुपर्ने मैले होइन। हाम्रो आदरणीय क्यामेराम्यान भाउजूबाट 200 रुपिस चाहिँ होइन उपाधिलाई होइन लाग्छ मलाई, मैले हो उपाधि जित्ने आज लाग्छ। धेरै नै बोले जस्तो लाग्यो अब चाहिँ बढी बोले मैले। ल एकछिन अब भन्छु च्यालेन्ज चाहिँ कस्तो छ भने जसले जित्छ त्यसले 200 रुपियाँ पायो होइन। अनि सेकेन्ड को हुन्छ त्यसले एउटा कागती खानु पर्यो होइन। अनि लास्ट हुनेले खोर्सानी खाने है। अब च्यालेन्जमा चाहिँ के सामग्री छ भने खानेकुरा के छ भने यो 7-7वटा मोमो अनि थुक्पा भइहाल्यो होइन, पोर थुक्पा भइहाल्यो, पानीपुरी यो 10-10वटा खानुपर्ने होइन। यसरी सट्टा छ अब सक्नु पर्यो। अनि यो आवश्यकमा अब सर्क्यो ओर्यो भने कोक पनि छ हजुरहरूलाई होइन। ल अब 3जनालाई अल द बेस्ट है।
कान्छा एकछिन के अरे सुनुवार सबु राईको होइन सबैले हेरेर इन्जोय एकदमै गर्नु होला होइन किनभने अब हामी मामा होइन भान्जा अनि भतिज लगायत सबैले हामीले च्यालेन्ज काका सहित च्यालेन्ज गर्दैछौँ होइन जसले हेर्नुहुन्छ हाम्रो मेरो भाउजूको होइन सबैले फलो पनि गरिदिनु होला नयाँ व्यक्तिहरूले होइन सबैले एकदम मेरो भाउजू धेरै धेरै माया गर्नु होला होइन नेक्स्ट राउन्डमा चाहिँ फेरि मेरो पनि भ्लग बनाउनु आउँछ होला होइन सुरु गर्छु हौ अनि त्यही भएर अब हामी च्यालेन्ज सुरु चाहिँ कहाँबाट नै पानीपुरीबाट यहाँ हैन जे सुन्नु है म भन्छु ल हैन यो नि आफूलाई जे इच्छा लाग्छ जुनबाट सुरु गर्ने त्यहीबाट गर्नु हैन अनि यहाँ सुन्नु है कुरा जेबाट सुरु गरे पनि हुन्छ सक्नु चाहिँ पर्यो हैन ल अब सुरु है गेम म 1 2 3 भन्छु अनि सुरु गर्ने ममा चाहिँ तातो छ है ल है 1 2 3 सुरु ल हामी यहाँ कहाँबाट सुरु गर्ने जेबाट गर्नु न च्यालेन्ज भनेपछि त सुई खानु पर्यो के देखाइ बसेको हेर न एउटा भयो सन्देशको अब योसँग 4टा कान्छाको कति भयो त्यसरी त हुँदैन कान्छा यस्तो खनाएर खानु न कति भयो सन्देशको 7वटा हो रोजीले निकै हो ठिक छ रोजी ठिक गरिस् सिरियसली हामी थुक्मिल्दै बसौँ ल खानेमा को पर्छ है मित्रहरू ल यो कान्छाको खुवाई त भएन लु च्यालेन्ज यस्तो हुन्छ र लु गफाडी नै भयो कि क्या बिचको मान्छे त खानै सक्दैन त अनि हुँदैन जस्तै त्यो यो सुक्खा खायो भरे झोल होप्चाउँदा हुन्थ्यो होला त के हुँदैन थियो के चाहिँ हुन्थ्यो नि हुन्छ नि सुरुमा पानी बाजेले त नि थुप्पै ल्या कान्छाले मोमो खायो कान्छा यहाँ हेर्नु अहिले भरे लास्टमा थाहा पाउँछौ के भएको छ अहिले बढी यताबाट क्यामेराले हँसा कि म तिम्रो जितेको त्यो नटिप के को टिपी बस्छ अब हो त्यो हो कम सन्देश ए के भन्छ सन्देशले जित्छ जस्तो लाग्यो मलाई चाहिँ सन्देशको उ त्यहाँ छ है त्यो उ सब्जीहरू छिटो खा लु दमदार प्रस्तुति कान्छा हेर अब सन्देशको मुख हेरौँ न छिटो त्यो लामो चाहिँ लास्टमा खाने सन्देश विनर हुने हो सन्देशको भान्दा दिन्छ म थाहा पाइसक्यो छिटो रोजी छिटो खा ल सन्देश विनर हुन आँटिसक्यो है छिटो सन्देश छिटो खान रोजी खै गर्नु पर्यो एउटा उयो छ है त्यहाँनिर इस्कुस अन्तिम है ल रोजी सेकेन्ड हो नि त्यसले त आदि नै खाएन त
कस्तो पनि भएन मलाई लास्टमा कस्तो पनि भएन ला लास्टमा त्यो लामो चाहिँ पिरो थियो नि त खानु धेरै चाहिँ म खाने व्यक्ति हो हैन तर खोर्सानी चाहिँ म पर्छ छिटै सकेछ ढिलो ढिलो खाने चाहिँ हाम्रो भान्जा पनि कलिलो यता भतिलो पनि कलिलो म छिप्पेको परे एकदमै ढिलो खाने पर्छु हैन खोर्सानी चाहिँ म ल केटी ल्याउँदा ल एकछिन अब यस्तो क्या के भयो भने नि त्यो लामो लामो मोमो चाहिँ पिरो थियो होइन कान्छाले बिचमा थाहा पाएको थियो मैले चुप भने चुप लाग्यो होइन सन्देशलाई यसले चाहिँ कसरी गामगुम पिरै भएर ल अब विनर चाहिँ यहाँ हाम्रो सन्देश भान्जा हुनुभयो होइन अनि सेकेन्ड चाहिँ यता रोजी यता ठट अब खोर्सानी खाने कान्छा पर्नु भयो अनि रोजीले कागती खानु पर्यो 200 रुपियाँ उता पायो मेरो भान्जाले ठिकै छ मेरो भतिजले कागती खानु ठिकै छ म गुनासो गर्दिनु ल भति हारी त हाले होइन एउटा कुरा के भन्ने गाइजहरू तर धेरै खानुमा चाहिँ मै हो हिरो होइन मेरो भान्जा र मेरो भतिज चाहिँ होइन एक्चुअली भन्नुपर्दा छिटो चाहिँ खाने छिटो हो होइन कलिलो केटाहरू होइन अब खाइ नै हाल्छ अब बुढो पनि बुढेसकाल लागेको छ गाइजहरू होइन त्यही भएर यस्तो भएको ल गाइजहरू म खोर्सानी खान तयार छु अब तपाईँहरूले हेर्नुहोस् है मैले खोर्सानी खाएको ल गाइजहरू ल्याउनु त खोर्सानी कागती र खोर्सानी ल्याऊ फर्स्टमा सेकेन्डले खाने ल लु कागती यता रियाक्सन हेरौँ ओके कस्तो भएन के गर्नु पर्यो भेटेको ल ठिक छ रोजी सर मैले पिरो लगाएको छु अर्को भएन नि कसै स्यासा सुसु नै गरेन हौ पिरो भए पनि भनेन च्यालेन्जको दुई लास्टको मजाले चबाए साह्रो चामको जलेन भेटेन कि भन्छ त अब यसले चाहिँ भेट्नेवाला छ र मलाई गाइजहरू सक्यो है लु अब सासा सुसु लु अब कान्छाको है अघि चाहिँ मलाई सासा सुसु भएन लास्ट भएकोमा होइन अब उयो खोर्सानी खानेवाला छु होइन सानो दिएको हामीले माया गरेर हुनेवाला छ होइन तर सासा सुसु हुनुको अर्थमा यता पनि छ होइन मेरो चाहिँ खानु बाँकी धेरै नै छ होइन यो म खानेवाला छु ल गाइजहरू त्यो मात्रै पो टपाउनु पर्छ च्यालेन्ज खै हेरौँ फेरि मात्र टोकेर निकाल्छ सट्टै भान्जा लु बधाई छ भान्जाले जितेकोमा होइन मामा चाहिँ अगाबाट खोर्सानी खाएर एकदमै धेरै पीडामा छु उता होइन देखाउनु क्यामेरामा भान्जा होइन बधाई छ सन्देश राईलाई भान्जाले धेरै धेरै बधाई छ बधाई छ जितेकोमा रोजीले हारिहालिस् होइन तर नेक्स्ट राउन्डको भ्लगमा चाहिँ भान्जाले हराउँछ मामाले फेरि ल ल ल ल बुढो हस् त साथीहरू नेक्स्ट भ्लगमा फेरि पनि हजुरहरूसँग भेट्ने छु भन्दै आजलाई बाई बाई।